भनेको दुर्गा प्रसाद मर्न बाध्य भएकोबाट हामीलाई उहाँले बताउनु भएको छ। उहाँले के बोल्नु भएको छ बिचरा, उहाँलाई किन देखिसकेनन्? हामी जहिले पनि देशप्रति उत्तरदायी छौँ, नेताहरू पनि देशप्रति उत्तरदायी हुनु पर्यो। हामी कमल थापासँग गुनासो छ, जान पर्ने हो उहाँको लागि नै। हामी सबै हाम्रो एउटै मुद्दा बोकिसकेपछि उहाँलाई पनि भेट्न जानु पर्छ भन्ने कुरा हाम्रो गुनासो छ। जो अहिले थुनामा हुनुहुन्छ दुर्गा प्रसाई, चैत्र 15 गतेको तिनकुने घटनाको र तिनकुने आन्दोलनको कमान्डर हुनुहुन्थ्यो। उहाँको रिहाईको माग गर्दै कतिपय दुर्गा प्रसाईका समर्थकहरू आज बाक्लो मात्रामा हामीले देखिरहेका छौँ यो फ्रन्टमा। आज किन हिरासतमा बन्द हुनुहुन्छ? किन यहाँ आज राज्यले किन उहाँको लागि बोल्नुहुन्न? हाम्रो पहिलो प्राथमिकता विशेष गरेर दुर्गा प्रसाई दाइको रिहाई नै हो। दुर्गा प्रसाईको रिहाई चाहियो, रिहाई चाहियो, हामीलाई दुर्गा प्रसाईको रिहाई चाहियो, भर्खरै चाहियो। माइती घरको यो आन्दोलनमा सुरुवात हुँदै गरेको यो फ्रन्टमा दुर्गा प्रसाईका समर्थकहरूको बिस्तारै बिस्तारै उपस्थिति बाक्लो देखिरहेका छौँ हामीले। कमल थापाले नाम लिँदाखेरि हाम्रा अभियन्ताहरू धेरै मात्रामा त्यहाँ 50% चाहिँ हाम्रो अभियन्ताहरू रहेछन् भन्ने कुरा त हामीलाई जानकारी भयो। उहाँलाई चाहिँ हाम्रो सबै अभियन्ताको गुनासो चाहिँ दुर्गा दाइलाई चाहिँ उहाँहरू कमल थापा लगायत राजेन्द्र लिगदेनहरू सबैजना गएर भेट्नुपर्छ भन्ने मेरो अपेक्षा छ। राप्रपाले अलिकति दुर्गा प्रसाईलाई गनेन भन्ने कुरा आइरहेको छ। हल्का हल्का भइरहेको छ। कमल थापा सर अनि हाम्रो राजेन्द्र लिगदेन अनि नवराज सुवेदी, विक्रम पाण्डे दाईहरू जस्तो मान्छे गएर दाईसँग सहकार्य गर्नुपर्ने ठाउँमा